नमस्कार, म टुबिक्स मगर अर्थात् तपाईहरुलाई टुबिक्स मगर च्यानलमा हजुरहरुलाई स्वागत गर्न चाहन्छु। अच्छा, ठीक है। तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्दै तपाईहरुलाई चाहिँ मेरो पहिलाको पुरानो साथीहरुलाई भेटाउन आएको छु र साथीहरु नभेटे तापनि पहिला मेरो बुबु साथीहरुको कला चाहिँ तपाईहरुको माझमा प्रस्तुत गर्दै छु है। होइन होला के हो मेरो साथीहरु पुरा ग्याङ हो नि त, फेरि ग्याङ हैन, जिम गर्ने। मेरो तपाईहरुको भिडियो हेर्दै गरिराख्नु भयो होला। यस्तो बडी बनाएको हैन, यस्तो ज्यान बनाउने केटाहरुको त फेरि के छ के ल डम्बेल चाहिँ कस्तो बनाएको छ नि त मेरो साथीहरु, हेरौँ है तलाई। ए यो डम्बेल यति गरुङको भयो हैन, यो यति मजबुत छ, यति बलियो छ। यो त 1 वर्ष भइसक्यो बनाएको। होइन होला के हो तर यति खतरा छ यो हैन, जिउ चाहिँ बलियो अनि यसरी पुरा जिम गर्ने। यस्तो कला हाम्रो केटाहरुको दिमाग कहाँ पुग्छ के केटाहरु। क्यामेरा नजिक लिएर आऊ। समझ रहे हो आप यो डम्बेल यसरी चाहिँ सिमेन्टले बनेको है, यो कुनै कागज मात्र होइन, यो प्लास्टिकबाट होइन, सिमेन्टले बनेको। अच्छा, यसरी बनाएको छ टक्क हैन। यो चाहिँ बोतल बाहिरको, यो बोतल खासमा निकाल्नु पर्ने हो, तर यो बोतलले गर्दा चाहिँ यसलाई सेफ्टी हुन्छ अनि यसलाई खासै असर पर्दैन। त्यही भएर हाम्रो केटाहरूले बोतल पनि निकालेको छैन। यो भयो डम्बेलको कुरा। अब केटाहरू त फेरि फाइटर हो, जिम गरेर मात्र काम छैन। फेरि अच्छा, केटाहरूले के गरेको छन् भन्नु, फेरि यो भनेको हाम्रो ब्याग भयो, हान्ने ब्याग बनाएको छन् केटाहरूले। अब फाइटर मान्छे प्र्याक्टिस त गर्नु पर्यो। बात तो सही है दौड़ना तो पड़ता है। यसलाई अड्याएर यसलाई ठड्याएर यसलाई हान्ने गर्छन् है। यति मजा आउनेवाला छ नि यसलाई। फेरि जति हान्दा पनि के हुँदैन। यो त साँच्चीकै मान्छेले हान्ने जस्तो बनाउँछ नि केटाहरू। यस्तो मजबुत, यस्तो दिमाग कहाँबाट लिएर आउँछन् केटाहरू। यतिको केटाहरू चाहिँ चाहिन्छ क्या। ल फलो गर्दै गर्नु होला, यस्तो भिडियो आउँदै गर्छ। मेरो केटाहरूको कला चाहिँ आउँछ है। अनि मेरो च्यानलमा चाहिँ तपाईहरु नयाँ हुनुहुन्छ भने यदि सब्स्क्राइब गरी लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।